नमस्ते सबैजनालाई, वेलकम टु आवर च्यानल अनि जुस स्टेसन। सो आज चाहिँ मैले पाइनएप्पलको जुस लिएर आएको छु। सो हामीले पाइनएप्पल जुस कसरी बनाउँछन् हजुरहरूले हेरिदिनु होला र हजुरहरूले गर्नुभएको साथ सपोर्ट अझै रहिरहोस्। हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र हाम्रो पेजलाई फलो गर्न नबिर्सिनु होला। त्यो हुँदाखेरि चाहिँ त्यसले चाहिँ हामीलाई अझै हौसला र ऊर्जा प्रदान गर्छ। हामी बजार चाँडै जाँदैछौँ, अलिकति पानीको मौसमले गर्दाखेरि हामीले बजार जान सकिरहेको छैनौँ र हामीले जुसलाई किन प्रायोरिटी दिएको भन्दा अलिकति यो हामीले फ्रेस बजारबाट लिएर आएको हो र फ्रेस नै हामी बेच्छौँ र फ्रेस नै हामी सर्भ गर्छौँ। बजारको खाना र हाम्रो खानाको फाइदा भनेको चाहिँ हाम्रोमा एडिसनल फ्लेभर र कलर हालेको छैन। हामीले फ्रेस नै बेच्न खोजिरहेका छौँ, फ्रेस मार्केट टु द कस्टमर है। बजारबाट ल्याएर आएर हामी त्यसलाई बनाउँछौँ र हजुरहरूलाई खुवाउँछौँ। सो त्यसले गर्दाखेरि चाहिँ हाम्रो जुस फ्रेस हामी जे तरिकाले यहाँ बनाउँछौँ हामी त्यही नै हामी सर्भ पनि गर्छौँ। सो आज चाहिँ मैले लिएको छु अनारस। आज चाहिँ हामी यसबाट पाइनएप्पल जुस बनाउँछु। सो कसरी बनाइन्छ, के सामान छ म सर भन्छु। सो हामीसँग 2टा लेमन है, मसँग छ आइस, अनि मसँग छ सुगर पाउडर। यो चाहिँ हाम्रो गार्निसिङको लागि मैले लिएको छु आलमन्ड। मसँग छ कोकोनट पाउडर, मसँग छ काजु। सो मैले मिन्ट पनि लिएको छु र थोरै गार्लिक लिएको छु, अदुवा, र मैले लिएको छु ब्ल्याक साल्ट। हाम्रो पाइनएप्पल जुसमा चाहिँ हामी ब्ल्याक साल्ट हाल्छौँ। सँग छ थोरै पानी अनि स्ट्रेनर र त्यो हजुरहरूले भिडियो स्किप नगरिकन हेरिदिनु होला र लास्टसम्म हेरिदिनु होला र जसलाई पाइनएप्पल मनपर्छ हजुरहरूले उहाँहरूलाई सेयर र ट्याग गरिदिनु होला र हजुरहरूले पनि घरमा बनाएर एकचोटि ट्राई गर्नु होला। हस्, मैले लिए पाइनएप्पल काट्न सुरु गरेँ। यसको बोक्रा मजाले तास्नुपर्छ। मजाले बोक्रा काटिसकेर काट्न सुरु गरेँ र यो काट्दाखेरि चाहिँ यसको बिचको भाग हालिँदैन। यो बिचको भाग हाल्दाखेरि टेस्ट बिगार्छ र हार्ड पनि हुन्छ। चप गरिसकेर मैले बोलमा कलेक्ट गरेँ, ब्लेन्डिङ जार लिएँ र हाल्न सुरु गरेँ। थोरै पानी पनि हालेँ। पानी हाल्दाखेरि मजाले ब्लेन्ड पनि हुन्छ। ब्लेन्ड गर्न सुरु गरेँ। ब्लेन्ड चाहिँ अलिक धेरै गर्नुपर्छ, अलिक साह्रो हुन्छ र हामी चाहिँ स्ट्रेनरमा स्ट्रेन गर्छौँ। स्ट्रेन गर्दा जुस चाहिँ हामीलाई कन्सिस्टेन्सी दिन्छ। सो हामीले स्ट्रेन गर्नुपर्छ र केही बेर मजाले स्ट्रेन गरेपछि हामी छोक्रा निकाल्छौँ र लगभग जुस रेडी भयो। अब हामी यसलाई जुस बनाउँछौँ र त्यसको लागि लिए मैले जार र मैले यस रेसिपीको बारेमा लास्टमा राखेको छु। हजुरहरूले भिडियो स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला र जसलाई जुस मनपर्छ उहाँहरूलाई सेयर गर्न र ट्याग गर्न नबिर्सिनु होला र हजुरहरूले पनि घर बनाएर ट्राई गर्नु होला। कस्तो हुन्छ कमेन्ट गर्न नबिर्सिनु होला र जुस घर बनाएर खाँदा चाहिँ यसले स्वास्थ्यलाई धेरै फाइदाहरू पुऱ्याउँछ। सो हजुरहरूले फ्रेस जुस नै बनाएर ट्राई गर्नु होला। अन्तिममा मैले लिए सानो लेमन र टपिङ गरेँ र त्यसलाई मैले गार्निस गरेँ र हाम्रो पाइनएप्पल जुस बनेर रेडी भएको छ। एन्ड दिस इज आवर फाइनल लुक्स र मात्र 150 मा 300 ml पाउन सक्नुहुन्छ। हाम्रो युट्युब सब्सक्राइबर्स र हाम्रो पेज फलोवर्सको लागि हामीले स्पेसल डिस्काउन्ट लिएर आएका छौँ। फलो गर्न नबिर्सिनु होला। And thank you for watching.